दिएको फिगरमा जम्मा त्रिभुजहरूको संख्या कति रहेको छ। यदि यस्तो खालको फिगर छ भने एउटै शीर्षबाट यदि बेसमा लाइनहरू तानिएको छ भने यसको लागि के फर्मुला छ, n × n + 1/2, अर्थात् यसलाई जस्तै यसमा 1 2 छ भने 2 वटा कोठा छ भने 1 + 2 वटा कोठाले जोड्दा जम्मा 3 वटा त्रिभुज भयो। त्यस्तै यसमा यो सबैलाई टोटललाई जोड्दाखेरि कति हुन्छ, 3 6 6 4 10, वा यो फर्मुलामा लगाएर फर्मुलामा 4 × 1 + 1/2 भनेपछि 2 2 × 4 2 × 5 भनेपछि 10। सो यसको अप्सन नम्बर सी रहेको छ र यसको अप्सन नम्बर ए रहेको छ। त्यस्तै यसमा फर्मुला लगाउँदा n × n + 1/2 गर्दाखेरि टोटल कति छ, 5 5 1 6/2 2 3 6 5 × 3 गर्दाखेरि कति भयो, 15। यसमा कति भयो, टोटल 15 वटा। डी नम्बरको वा यसैलाई डाइरेक्टली जोड्दाखेरि 2 1 3 3 3 6 6 4 10 5 15। त्यस्तै यो फिगर नम्बर 4 मा जम्मा त्रिभुजको संख्या कति रहेको छ, तपाईहरु कमेन्ट गर्नु होला।